सबैजनालाई म सरोज केसी घर चाङ्ना के भइरहे खोइ यसरी मगाहरू र मगा यसरी घर चाङ्ना राई भनेर भन्नु परेन के मेरो बारेमा बोल्नु पर्यो नि त चर्चामा के छ भनेर तपाईँलाई म म्युजिकको रस के हो त्यो आफू सोध्छु क्या तपाईँ सोधेको मात्रै एन्सर भन्नु न म छोटो मिठो खालि जवाफ दिन्छु हजुर सच्चै चाहिँ भन्नु न आराम छ म गीत निकाल्ला मेरो भिडियो यहाँ पो भन्नुहुन्छ त्यो हो होइन ल रेडी भयो सुरज सर म त रेडी 3 2 1 एक्सन आएन अब भित्रको कलाकार नि भयो एकदम नहाँसु तपाईँ हो क्या खत्तम मित्र काम ल ल कति फेरि ल 3 2 1 एक्सन नमस्ते सबैजनालाई आज कमल विनायक स्थित कमल विनायक हल नजिकै हामी एउटा कफी सपमा हाम्रो सुरज कपाली सरसँग चाहिँ चिया गफमा एउटा सानो इन्टरभ्यू मिठो इन्टरभ्यू लिन खोजिरहेको छौँ। सुरज सर हजुरलाई स्वागत छ। हजुर धन्यवाद सर। आराम हुनुहुन्छ? आरामै छु सर। अनि हिजो आज एकदमै धेरै चर्चाको विषय चलिरहेछ, हजुर यो के हुँदैछ सर? अब त्यस्तो केही होइन, एउटा हामीले गीत निकाल्न लाग्दैछ। ए जुन गीतको मैले पनि ट्रेजरहरू हेरेँ त्यसमा भएन ट्रेजर होइन पछि गएर ल अब होइन, अब खतरा हुन्छ। अब चिया पनि राखेपछि राम्रो हुन्छ के। ट्रेजर होइन ट्रिजर हट लेमन यता कालचे कता कालो चिया हो हाम्रो। आशी सर यतिकै तपाईँ चाहिँ लाइभ भइरहनु भएको क्या हो होइन कस्तो मजाले सोध्न लाग्थेँ सोच्यो टिचर होइन टिचर गरिहालेँ अनि तपाईँले ट्रेजरै भन्नुभयो। ट्रेजर भने भए पनि मिल्थ्यो। त्यो नयाँ शब्द भनेको तपाईँले कुन चाहिँ अलिअलि क्लिप आएछ भनेर भन्नु न होइन, मिलाएर। केही केही क्लिपहरू हेरेको थिएँ मैले। के छोला ल अब भिडियो राम्रो आउँछ हात क्या। दिन हाल्नु न ल भयो पाउनु आइप्याड निकाल्न लागि हो के आइप्याड हेरेर सोल्न लागि क्या होइन ओ प्रोफेसनल प्रो। तपाईँको त क्युट रहेछ नि त्यो ब्याग मम्मीले बनाइदियो। यस्तो ब्याग स्याग बनाउनु पऱ्यो भने भन्नु न। पाउनु अब चाहिँ साँच्चै मोबाइलकै ब्याग पनि बनाउने जस्तो हुन्छ बिचरा नबोल्नु काटौँला के यो मोबाइल राख्नलाई तपाईँ बनाउने हो, मोबाइल राख्नलाई बनाउनु रहेछ। सायद मलाई के हो यो मोबाइल? भन्नु कस्तो क्युट कहिले किन्नु भएको थियो आइप्याड यो सुरुमैदेखि छ सर, केही नगर्नु यो राख्ने मात्र ल होइन। ल आयो अहिले त हाल्नु न कमसेकम यस्तो दिनुहोस् न क्या ल यो चाहिँ ल रेडी भयो? तपाईँको हात छोप्छ क्या जाने पनि भयो भयो ल आज आजै अपलोड गर्नुपर्छ है यो। हो अहिले यहीँबाट गर्ने, त्यता गर्दा हुन्छ यहीँबाट गर्ने। 3 2 त्यहाँदेखिमा कल गर्नु ल लाउनु नजाने के क्वेसन होइन यो यतै राख्नु पर्ला। त्यो ट्याक्कै यो यता हेरेर यता सोधे जस्तो कस्तो कस्तो देखिन्छ यहीँ है राखौँ, यहीँ राखौँ। ल राम्रो देखिँदैन कि भिडियोमा मेरोमा राम्रो चाहिँ मेरो ठ्याक्कै एङ्गल मिलिरहेको छ यहाँबाट। है म त बिहाइन्ड द सिन बनाएको त्यसपछि यतै राख्नु नि त, तपाईँकोमा राम्रो देख्नु पऱ्यो कस्तो नि। कस्तो देखाएको छ त्यहाँबाट। त्यो हात हात छोप्नु खोजेको तपाईँले देखाएको छ कि त्यसो सरसो यता जानु कपाल सर यता आउनु। सुन है सर 3 तारिक हेलो सबैलाई नमस्ते। आज हामी सुरज कपाली सरसँग फोकिस किन आउनु न त्यसो गर्नु भएन अरे के। ए ल म राम्रो अब सिरियसली म खिच्ने त साँच्चीको भन्नु पर्छ होला 3 2 1 एक्सन सबैजनालाई नमस्ते। आज हामी कमल विनायक स्थित एउटा कफी सपमा हाम्रो सुरज कपाली सरसँग छोटो मिठो कुराकानी गर्न गइरहेका छौँ। सुरज सर नमस्ते, हजुरलाई स्वागत छ। धन्यवाद। अनि हिजो आज धेरै व्यस्त भइरहनु भएको छ नि? हजुर छ हजुर। अब एउटा गीत आउँदैछ। किन हाँस्छ अब व्यस्त हुँदैछ भनेर आफै हाँस्दिने क्या। ऊ आफै हाँस्छ, अब उसलाई थाहा छ म हाँस्छ भनेर आउँदै व्यस्त हुँदैछ भनेर। ल भयो ल अब नाच्नु न ल ल अब सिरियस ल। क्यामेराम्यानहरू न हाम्रो ल है तपाईँ खुरखुर नाचेर बोल्नु न। तपाईँ हाँस्या हो क्या अहिले? यसमा रोएर बोल्ने नि काम छैन, हाँसौँ न मजाले के छ होइन, होइन। त एक्सन यस्तो छ आफै हाँस्दिने अनि मलाई त्यो ल भयो ल होस्टेल गर्नु होस्टेल तपाईँले सरसर राख्ने भनेर भोलि होस्टिङ गर्नु यस्तो हुँदै राख्नु। रेडी ल
लिएर होस्ट गर्नु। उपमेयर आएपछि ल रेडी ल मिसाएर होइन यो पनि कति सबैको पनि खुसी भयो ल, नि ल त ओ ल ल स्टार्ट ल मलाई डाक्टर रिसिसक्यो ल 3 2 1 एक्सन एक्सन ओके नमस्ते सबैजनालाई गुड आज हामी कमल विनायक स्थित कमल विनायक नजिकै हल नजिकै एउटा क्याफेमा हाम्रो सुरज कपाली सरको सँग केही भलाखुसारी गर्न खोजिरहेछौँ। सुरज सर हजुरलाई स्वागत छ कार्यक्रममा। धन्यवाद आराम हुनुहुन्छ? आराम छु सर। अनि हिजो आज हजुर धेरै व्यस्त समय जताततै सुरज कपाली भन्दै गर्दा सुन्दै गइरहेको छु। यो के भइरहेछ सर अहिले? अब एउटा हाम्रो नयाँ प्रोजेक्ट आउँदैछ। हजुर प्रोजेक्ट चाहिँ अलिकति हामीले कल्चर बचाउनेतिर पनि लागेर चाहिँ एउटा सरस्वती भगवानको चाहिँ एउटा भजन चाहिँ हामीले निकाल्दैछौँ। हजुरको यो लामो तपस्या पछि यो गीत त हजुरले पहिल्यै रेकर्ड गर्नुभएको थियो? हजुर 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 यो रेकर्ड चाहिँ हामीले 7 वर्ष अगाडि नै रेकर्ड गरेको हो। हजुर अनि तर अब त्यो टाइममा अब धेरै केही बाधाहरू आए, जस्तै सोचे जस्तो हुँदैन नि त। सो त्यो टाइममा गर्न सकिएन। आफ्नै शब्द हो कि हजुरलाई कुनै गुरुले सहयोग गर्नुभयो? होइन होइन, यो गीतमा चाहिँ हुनु त म आफै पनि गीतहरू लेख्छु, हजुर तर यो गीतमा चाहिँ हाम्रो शब्द चाहिँ हाम्रो कपिल कस्वाल सरको हुन्छ छ भने चाहिँ हजुर यो गीतको कम्पोज चाहिँ हाम्रो चाहिँ मेरो गुरु, मेरो हजुर। आदरणीय गुरु, म अहिले जति पनि छु मेरो गुरुकै कारणले छु। उहाँको जुन ज्ञानबाट नै म अहिले म्युजिकमा चाहिँ अलिकति अघि बढिरहेको छु भने चाहिँ उहाँ हाम्रो वरिष्ठ सङ्गीतकार हजुर बद्री नारायण ताम्राकार सरको चेला हो। म सबै उहाँकै देन हो सर। अनि अहिलेको ट्रेन्ड माया पिरतीका कुराहरू अनि ट्राजिक सङहरू हुन्छ, तर हजुरले यो सरस्वती वन्दना जस्तै महसुस गरेँ मैले। हजुर यो सरस्वती वन्दना चाहिँ किन निकालौँ जस्तो लाग्यो सर? अहिलेको ट्रेन्ड त हाम्रो फरक छ, हजुर उल्टो बाटोतिर किन हिँडिरहेको मलाई चाहिँ त्यस्तो महसुस लाग्यो। होइन अब यस्तो हो, अब म आफू पर्सनली चाहिँ अब पहिल्यैदेखि नै अलिकति भगवान्मा अलिक विश्वास लिइहाल्ने। सानोदेखि अब हामीलाई आमाले पनि मम्मीले पनि अब जे होस् भगवान् चाहिँ छ भन्ने हिसाबमा चाहिँ हामी लागिरहेको भयो। हजुर अनि फेरि अब मेरो आफ्नै पर्सनल एक्सपिरियन्स भन्ने हो भने पनि अब सरस्वती माताको राम्रो कृपा छ भनौँ ममा। हजुर मैले अहिले अब अलिअलि आर्ट पनि गर्छु, हजुर गीतहरू पनि गर्छु। जस आफूले लिएको साधनाहरू अब सरस्वती भगवान्ले चाहिँ ममाथि चाहिँ राम्रो कृपा बनाइदिनु भएको मलाई चाहिँ महसुस हुन्छ है। त्यो भएर पनि पहिलो म्युजिकमा मैले चाहिँ जुन पाइला टेकेँ नि, हजुर जस्तो म्युजिक त पहिलेदेखि गर्थेँ, तर जो अब अलिकति यसलाई अलिकति फरक ढङ्गमा होइन, हजुर अलिकति अब अलिक ठुलो ढङ्गले लगाउँ भनेर जुन मैले म्युजिक भिडियो निकालेर छु। मेरो हजुर। पहिलो प्रोजेक्ट चाहिँ म चाहिँ भगवान् सरस्वतीलाई नै समर्पित गर्छु भनेर चाहिँ मैले चाहिँ यो प्रोजेक्ट गरेको। अनि यस यो गीतलाई डिरेक्सन आशिष नापित सरले गर्नुभयो। हजुर हजुर विगत आशिष नापित सर चाहिँ विगत लामो समयदेखि नै म्युजिक फिल्डमा चाहिँ आबद्ध हुनुहुन्छ। हजुर अनि यो गीतमा पनि इन्टायर डिरेक्सन चाहिँ उहाँको हो भनेर सुन्नमा आएको थियो, के हो कुरा? होइन, साँचो हो? सबै उहाँको नै हो। यो खास चाहिँ अब कन्सेप्ट मेरो थियो। हजुर मैले चाहिँ अब यसमा चाहिँ अलिकति सेमी क्लासिकल डान्सहरू जाने, तर अब कसरी जाने, जस्तै अब भिडियो एडिटिङ टिमहरू कहाँ छन्, हजुर अब मलाई थाहा थिएन नि त। जस्तो मेरो एउटा भिजन थियो, म एउटा यसरी बनाउँछु। अनि ठ्याक्क अब आशिष सर र म चाहिँ हामी एक दुईवटा स्कुलमा सँगै, उहाँले डान्सको पाटो हेर्नुहुन्छ, हजुर। जस्तै आरएक्सन नेसनल एकाडेमीमा निकल्सनमा उहाँले डान्सको पाटो हेर्नुहुन्छ, मैले म्युजिकको पाटो हेर्छु। हजुर अनि उहाँकै सबै अब भिडियोमा चाहिँ उहाँकै देन भयो। जस्तै अघि मैले भने नि त म्युजिकमा हाम्रो सबै बद्रीनारायण ताम्राकार सरको देन भयो हजुर भने, यता भिडियोको पार्ट चाहिँ हाम्रो सबै आशिष सरले गर्नुभयो। आशिष नासिद सरको नै। अर्को पनि एउटा रमाइलो कुराकानी मैले उहाँको थाहा पाएको छु, कतिपय दर्शकबिनहरू अथवा श्रोताहरू दाजुभाइ दिदीबहिनीलाई थाहा भएकै कुराहरू होला पनि। हजुर लामो समयसम्मदेखि नै तपाईँ ट्याटु, ड्रइङ, ह्यान्डराइटिङमा पनि अत्यन्तै राम्रो गर्न सक्ने खुबी भएको, ट्यालेन्ट कति स्कुलमा त अहिले पनि आबद्ध हुनुहुन्छ। हजुर हजुर हजुरले कुनै क्लास लिएर चाहिँ यो सबै कामहरू गर्नुभयो कि हजुरलाई सेल्फ होइन मैले आफै गरेको आफै सिकेको भन्नुहुन्छ कि के छ यसमा? यसमा पनि अब सरस्वती भगवान्कै थियो। जस्तै मैले जस्तै म त ब्याचलर त मैले म्यानेजमेन्टबाट गरेको हो। हजुर पढाइमा चाहिँ म पहिलेदेखि राम्रै थिएँ। जस्तै एसएलसी पनि मैले मेरो ब्याचमा एसएलसी टपै गराएको कि मैले। हजुर अनि पढाइमा पनि म राम्रै थिएँ।
तर जो सब म्युजिक चाहिँ अब हाम्रो बद्रीनारायण सरसँगै नै मैले सबै सिकेको भयो भने अब आर्ट चाहिँ पहिलादेखि अलिअलि गर्थेँ सबै आफ्नै अलिअलि गरेर अब मैले हजुरलाई के कुरा सोध्न चाहेँ भने यो भिडियोको लेसन्स र यो भिडियोको बारेमा छोटो ब्रिफिङ ताकि हाम्रो दर्शकलाई पनि भोलि हुन गइरहेको प्रिमियर चाहिँ हाम्रो कमल विनायक हल हजुर हजुर भन्नुभयो होइन हजुर हजुर कमल विनायकबाट चाहिँ हुँदैछ हाम्रो प्रिमियर विमोचन हुँदैछ त्यसमा चाहिँ एसपिजे आर्ट्स युट्युब च्यानलबाटै हाल्ने निर्णय गर्नुभयो हजुरले एसपिजे आर्ट्स एन्ड म्युजिक त्यो चाहिँ हजुरले चाहिँ विभिन्न ठाउँमा चाहिँ हाम्रो विभिन्न खालको चाहिँ गीतहरू पब्लिस गर्ने चाहिँ युट्युब च्यानलहरू छ जस्तै हाइलाइट्स नेपालले पनि यो गीत चाहिँ लिनुभएको थियो विभिन्न खालको अर्को युट्युब च्यानलले पनि लिनुभएको थियो तर हजुर चाहिँ यही युट्युब च्यानललाई मात्र हजुरकोबाट चाहिँ म हाल्छु भनेर चाहिँ के कारण हजुरको भावी प्लानिङ योजनाहरू चाहिँ के छ सर होइन पछि ठुलो प्लानिङ छ जस्तै अब अहिले पनि मेरो माइन्डमा धेरै गीतहरू छन् त्यो सबै पछि गएर चाहिँ हामीले चाहिँ निकाल्ने नै हो जस्तै अब आशिष सरसँगै सहकार्य गरेर हाम्रो एउटा नेवारी गीत पनि आउँदैछ हजुर अनि अब यो तपाईँसँगै होइन हाम्रो आरक्षण स्कुल हाम्रो सरोज केसी सरसँगै सहकार्य गरेर एउटा हाम्रो राष्ट्रिय भावनाको एउटा गीत पनि आउँदैछ सर यो जति पनि जाँदाखेरि चाहिँ अब आफ्नै च्यानलबाट गयो भने चाहिँ पछि गएर हामी चाहिँ हाम्रै च्यानलबाट जो चाहिँ सिक्न इच्छुक छन् जस्तै तर टाइम म्यानेज भइरहेको छैन अब अहिले त डिजिटल जमाना छ नि त होइन सिक्न चाहन्छन् तर अब कहाँ गएर सिक्ने टाइम म्यानेज हुँदैन भने चाहिँ अब हाम्रो सोच चाहिँ के छ भने मेरो सोच चाहिँ के छ भने चाहिँ मैले चाहिँ त्यस्तो ट्युटोरियल भिडियोहरू बनाएर अब मेरो च्यानलबाट चाहिँ म हालिदिन्छु कि जस्तै कसैलाई आर्ट सिक्न मन छ भने म मेरो बेसिकदेखि नै हालिदिन्छु हजुर कसरी सिक्ने त कसरी ग्रो हुने म्युजिककोमा भोकल छ भने भोकललाई कसरी इम्प्रुभ गर्ने भनेर म त्यो भिडियो लेसनहरू पनि हाल्ने सोच चाहिँ छ ओके यो म्युजिक भिडियोमा पनि विभिन्न खालको विभिन्न ठाउँबाट विभिन्न नाम गरेको स्कुलको बाबु नानीहरूलाई पनि हजुरले चाहिँ चाइल्ड एक्टरलाई चाहिँ हजुरले चान्स दिनुभएको छ हजुर यो कारणले गर्दा पनि अधिकांश भाइ बहिनीहरू चाहिँ अहिले मोबाइलमा मात्रै इङ्गेज भएर अननेसेसरी चाहिँ कुराहरूमा बढी इङ्गेज हुँदै गर्दाखेरि पनि हजुरले प्र्याक्टिकल एजुकेसन चाहिँ दिनुभएको छ त्यसको लागि धेरै धेरै धन्यवाद हजुर विभिन्न स्कुलहरूमा पनि हजुरप्रति चाहिँ आभारी नै वैसिन्छ उहाँहरू अब मैले हजुरलाई सोध्न खोजेको कुरा अन्तिममा अथवा जाँदा जाँदै भनौँ किनभने भोलि नै एसपिजे आर्ट्स एन्ड म्युजिकमा यो भिडियो विद्याकी देवी सरस्वती माता आउँदैछ कृपया हजुरहरूको एक लाइक एक सेयरले गर्दाखेरि चाहिँ यो भिडियो प्रत्येक स्कुलमा गुनगुनाउन लायक छ प्रत्येक इभिनिङ सब स्टार्टिङ पिरियडमै नै हाम्रो यो भिडियोहरू चाहिँ बाबु नानीहरूले गुनगुनायो भने चाहिँ विद्या सरस्वतीको विद्याको खानी भनेर चिनिन्छ उहाँहरूलाई पनि एउटा केही प्रेरणा मिल्छ जाँदा जाँदै हजुरले गुनगुनाउन मिल्ने एउटा पार्ट हामी सुनेर हामी बिदा हुन चाहन्छौँ हजुरलाई मैले दुःख दिएँ अब यो यही गीतको सुरुको अगाडिकै म एउटा मेरो स्थायी सुनाइदिन्छु हजुर है त त्यस्तो स्थायीमा चाहिँ यस्तो छ विद्या की देवी सरस्वती माता ज्ञानको ज्योतिले उज्यालो बनाऊ भण्डार त्यो ज्ञानको दया गरेर यी भक्तहरूलाई देवी खन्याऊ विद्या की देवी सरस्वती माता वाउ निकै नै राम्रो लाग्यो प्रत्येक शब्द मार्मिक छ अब जहाँ पनि जुनसुकै प्लेटफर्ममा पनि हजुरलाई मैले नसोधेको प्रश्न हजुरलाई भन्न मन लागेका कुराहरू केही छ भने सुनाउनु अब त्यस्तो त केही छैन अब त्यही हो अब नयाँ गीत आएछ हाम्रो हजुर त्यो गीत सबैजनाले माया गरिदिनुहुन्छ भन्ने चाहिँ मेरो एउटा अपेक्षा राखेको छु हजुर अनि यो गीतमा अब यो गीतमा चाहिँ मैले अन्तमा चाहिँ यसमा हेल्पिङ ह्यान्ड्सहरू च्यारिटी डेका स्पोन्सरै भन्नु पर्ने स्कुलहरू पनि छन् सो त्यसको नाम चाहिँ मैले छुटाउनु हुँदैन किनभने अब मेरो सपना थियो तर अब तपाईँहरूलाई थाहा चाहिँ छ अब सपना देख्नलाई पनि अब के खर्चहरू पनि यताउता होइन हजुर त्यो फाइनेन्सियल पार्टहरूमा पनि केही चिजले अब मलाई गाह्रो पारिरहेको थियो हजुर तर यो कुरामा पनि म जति पनि स्कुलमा चाहिँ मैले सहकार्य गरेको छु त्यो स्कुलको नाम चाहिँ म एकचोटि लिएर उहाँहरूलाई चाहिँ धन्यवाद दिन चाहन्छु जस्तै अब मसँग अहिले आबद्ध भन्नुभएको स्कुलहरू चाहिँ आरक्षण नेसनल एकाडेमी हजुर सुडाल
निकल्सन सेकेन्डरी स्कुल, हजुर त्यसपछि तपाईँको भाटपटेल स्कुल, हजुर अनि डेमोस इङ्ग्लिस स्कुल, हजुर अनि जेन्युन इङ्ग्लिस सेकेन्डरी स्कुल, हजुर त्यसपछि लिसा इङ्ग्लिस सेकेन्डरी स्कुल, हजुर अनि पाटिभरा हाम्रो इङ्ग्लिस सेकेन्डरी स्कुल, हजुर। र हाम्रो सेरफ चाहिँ प्रि होल स्कुल। यो 8वटा स्कुललाई चाहिँ म चाहिँ धेरै विशेष गरी धन्यवाद दिन्छु। र यससँग सँगै अब मेरा साथीहरू जस्तै मैले नाम छुटाउनु नहुने साथीहरू, अब हाम्रो डिरेक्टर आशिष नापित सर, हजुर। उहाँलाई चाहिँ मैले एकदम हार्टली थ्याङ्क यू भन्छु। हजुर। त्यसपछि मेरो गुरु बद्रीनारायण ताम्राकार, जसले अब मलाई कर्म दिनुभयो। हजुर त्यसपछि अब मलाई जन्म दिनुहुने आमा मिना कपाली, हजुर। उहाँले मलाई जन्म दिनुभयो हो, हाम्रो गुरुले हामीले चाहिँ मलाई कर्म दिनुभयो। त्यो सँगसँगै अब जति पनि मैले अहिले अब सबैजनाको नाम लिन चाहिँ नसके पनि सबैजनालाई चाहिँ धन्यवाद भन्न चाहन्छु। हस् थ्याङ्क यू सो Thank मच you. हस् थ्याङ्क यू